आज हामी चाहिँ यो पहाड चढ्नको लागि यो बुकासनको डाँडामा चाहिँ जाँदैछौँ। यो चाहिँ वास्तवमा के हुन्छ त यो ढुङ्गा राख्दाखेरि? भाउजूलाई सम्झेर राख्नुहोस्। यो चाहिँ आफ्नो के भन्छ विस पुरा हुन्छ अरे। ए हो भाउजूलाई राम्रो होस् भनेर चढाउने। खोज्नु पर्यो है चढाउनु मैले। अडिनु पर्यो। हामी चाहिँ यस्तो राम्रो ठाउँमा हावा चढ्यो। टोपी चाहिँ पक्र्नु पर्छ। यो हामी त्यो अर्को पाहाडको चाहिँ हेर्नुहोस् त ढुङ्गा चाहिँ कसले ट्याप्प टिपेर राखे जस्तो छ। साँच्चैमा चाहिँ मान्छे गरे तर त्यहाँ जान त सकिन्न होला। कोही मान्छे जान्न होला है त्यहाँ त है पहिले जाँदैन। आजको हाम्रो करिब बिहान चाहिँ 5 बजेबाट अहिले करिब चाहिँ 9 साढे 9 हुँदैछ। हाम्रो यो बिचमा चाहिँ यो बुकासनको डाँडामा चाहिँ हामी फाइनल्ली यहाँ चाहिँ यो बल्ल। हेलो गुड मर्निङ सबैजना, नमस्ते। आज हामी चाहिँ यो पहाड चढ्नको लागि यो बुकासनको डाँडामा चाहिँ जाँदैछौँ। यहाँबाट अब हामी चाहिँ ट्याक्सी चढेर माथिको यात्रा चाहिँ हुनेछ। केही बेरमा हामी यहाँ ट्याक्सी चढेर चाहिँ हामी त्यो बुकासनको डाँडामा चाहिँ जाने तयारीमा छौँ। र हामी यहाँ सबै 3 जना चाहिँ चट्ट बुकासनको डाँडामा चाहिँ त्यो डाँडामा चाहिँ चढेर हामी चाहिँ अब यहाँ जाँदैछौँ। र यहाँ चाहिँ ट्याक्सीमा चढेर हामी चाहिँ जाने तयारीमा छौँ। अब केही यहाँको चाहिँ केही घन्टा 2-3 घन्टा 3-4 घन्टै हामी चाहिँ लाग्छ होला यहाँ डाँडा पुग्नको लागि। र उहाँको गएपछि तपाईँहरूलाई चाहिँ बिचबिचको भ्यू चाहिँ दिनेछौँ। हजुर हस्। ल फेरि पनि हामी चाहिँ यहाँ चाहिँ हामी आउने क्रममा चाहिँ यो ट्याक्सीमा आइयो हामी। अनि यहाँबाट चाहिँ टक्क यहाँसम्म मात्रै ट्याक्सी आउँदो रहेछ है। र यहाँबाट चाहिँ अब यो बुकासनको चाहिँ पहाड चढ्नको लागि यहाँबाट चाहिँ जानु पर्दो रहेछ। र यहाँसम्म ट्याक्सीसम्म आइयो। ल हामी चाहिँ अब यहाँबाट बुकासनको डाँडामा चाहिँ चढ्ने हाम्रो यहाँ यात्रा छ। ल बाँकी चाहिँ अब माथिको चाहिँ भ्यूजहरू के कस्तो छ तपाईँहरूले पक्कै पनि देखाउने छु अहिलेको लागि। हामी चाहिँ करिब 20 मिनट भयो यो माथि चाहिँ पहाडको चढ्नको लागि टाइमिङ। अझै चाहिँ अब कति लाग्छ। र बाटो चाहिँ यस्तो मजाको बनाइदिएको छ हेर्नुहोस्। टक्क ढुङ्गाहरू बिछाएर है टक्क। तर यो बिचबिचमा यो ढुङ्गाहरू अनि यो दाउराहरू यस्तो सुकेको रहेछ है। अहिले चाहिँ झर्दाखेरि यो डोको भइदियो भए टक्क दाउरा भाँचेर अनि लहरा चाहिँ बेलुका भरे गएर दाउरामा पकाएको मासु टक्क खान पाए कति राम्रो हुन्छ साथी। हेर्नुहोस् त आहा हा। ल फाइनल्ली चाहिँ हामी पुग्ने चाहिँ त्यो पहाडमाथि हो यी। अब यहाँबाट चाहिँ यो बाटोहरूमा टक्क हामी चाहिँ यहाँबाट हिँड्दछौँ। यो चाहिँ पहाडमा पुग्ने चाहिँ हाम्रो धोको छ। अझ गन्तव्य भनेको हाम्रो त्यही हो। अब यहाँबाट चाहिँ चढाइको माध्यमबाट हुन्छ होला। त्यस्तो मान्छेहरूले त्यस्तो खोपेर र हामी चाहिँ चढ्नु जाने क्रममा हाम्रो यहाँ गौतम बुद्धको चाहिँ फोटोहरू चाहिँ टक्क राखेको रहेछ। र त्यही हो हामी चाहिँ पुग्नुपर्ने ठाउँमा। आहा कति राम्रो ठाउँ रहेछ साथी हो।
है साथी हो म चाहिँ एकदम एक्साइटिङ छ। यो पहाड पछिको देखिएको तपाईँले देख्नुभएको छ यहाँ बुनी हो। साह्रै राम्रो ठाउँ रहेछ यो। साथीहरू चाहिँ तल आउँदैछन्, म यहाँ माथि बसिरहेको छु। निकै हावा, राम्रो मिठो हावा चलिराखेको छ। र अब केही समयपछि, केही बेर पछि हामी चाहिँ माथि डाँडामा पुग्नेछौँ, पहाडमा। अनि हामी माथि आउँदै जाने हो साथी हो। यस्तो राम्रो ठाउँ रहेछ। यहाँबाट चाहिँ करिब 30-35 मिनट लाग्दो रहेछ। अब यहाँ चाहिँ अलिकति समय बसेर केही समय रेस्ट गरेर अब माथि जानु छ। यो लुकासानको हामी चाहिँ यस्तो राम्रो ठाउँमा हावा छ। टोपी चाहिँ पकाउनु पर्छ है, टोपी। एकदमै गाह्रो छ। हावाले चाहिँ टोपीको होला भन्नु यहाँ डर लागेको छ। ल हजुर हामी चाहिँ माथि डाँडामा आइपुग्नु लागेको छ। यहाँ चाहिँ एकदमै बाटो चाहिँ यात्रा कठिन रहेछ है। यहाँ हाम्रो दाइ र बहिनी चाहिँ यहाँ चढ्दै हुनुहुन्छ कि यस्तो कठिन छ है यात्रा साथी हो। आशी दाइ एकदमै स्पिडमा चाहिँ कुदिराख्नु भएको छ। आहा ल ठिक छ ल। अनि पछि पनि हाम्रो बहिनी चाहिँ बिस्तारै आउँदै हुनुहुन्छ। ल बिस्तारै आउँदै गर्नु होला। तर यात्रा चाहिँ कठिन छ। त्यो भन्दा नि अलिक गाह्रै रहेछ कि होला। सगरमाथाभन्दा गाह्रो छ। तर एकपटक चाहिँ घुम्न आउनै पर्ने ठाउँ रहेछ। रहर लागेर चाहिँ साह्रै बहिनी आइसक्यो ल।
हामी होइन, हामी चाहिँ यस्तो राम्रो पाहाड प्राकृतिकले चाहिँ दिएकै हो भन्नुपर्छ। के भन्छ बाबा ल बहिनी ल आउनुहोस् त बिस्तारै आउनु ल पक्रिनु हेर्नु आउनु पाउनु ल आउनु आउनु। मोबाइल चाहिँ राख्नु बहिनी। भएको अवस्था छ हाम्रो। अब यहाँ आइयो हामी त्यो अर्को पाहाडको चाहिँ हेर्नुहोस् त ढुङ्गा चाहिँ कसले ट्याप्प टिपेलामा राखेको जस्तो छ। साँच्चैमा चाहिँ मान्छे गरे तर त्यहाँ जानु त सकिन्न होला, कोही मान्छे जान्न होला है त्यहाँ त है पहिला जाँदैन होइन। त्यो पाहाडमा चाहिँ खै कोही गएको देखिन्न। चाहिँ दृश्यहरू यस्तो डेन्जर छ। कुन दिन आएको त्यसको त मुटु रहन्छ, त्यस्तोको त मुटु हुन्न नि त न त्यस्तो। बन्दैछ ल भन्नु ल ठिक छ। अरू थाहा होइन। ल्याउनु त म आउँछु है। फाइनली हामी यो झन्डामा आइयो है। यहाँ यो डाँडामा कति राम्रो दृश्य देखिँदैछ। आजको हाम्रो करिब बिहान चाहिँ 5 बजेबाट अहिले करिब चाहिँ 9 साढे 9 हुँदैछ। हाम्रो यो बिचमा चाहिँ यो बुकासनको डाँडामा चाहिँ हामी फाइनल्ली यहाँ चाहिँ यो बल्ल बल्ल साह्रै कठिनै रहेछ। पुग्ने आएर चाहिँ यस्तो म भिडियो बनाउँदैछु कि तलको दृश्यहरू यस्तो भयङ्कर दृश्य छ है। यो कोरिया चाहिँ यस्तो देखिँदैछ ल स्वर्गमै आज कुरा बनाउँदैछ।
हामी त्यो अर्को पाहाडको चाहिँ हेर्नुहोस् त ढुङ्गा चाहिँ कसले ट्याप्प टिपेलमा राखे जस्तो छ। साँच्चैमा चाहिँ मान्छे गरे तर त्यहाँ जानु त सकिन्न होला, कोही मान्छे जान्न होला है त्यहाँ त है बहिनी, जाँदैन होइन। त्यो पाहाडमा चाहिँ खै कोही गएको देखिन्न, दृश्यहरू यस्तो डेन्जर छ। त्यहाँ फेरि माथि घर ल अब जान्छ माथि अहिले आउनु माथि सर्व थाहा फाइनली हामी यो झन्डामा आइयो है, यहाँ यो डाँडामा कति राम्रो दृश्य देखिँदैछ। आजको हाम्रो करिब बिहान चाहिँ 5 बजेबाट अब अहिले करिब चाहिँ 9 साढे 9 हुँदैछ। हाम्रो यो बिचमा चाहिँ यो बुकासरको डाँडामा चाहिँ हामी फाइनल्ली यहाँ चाहिँ आइयो बल्ल बल्ल। साह्रै कठिनै रहेछ, हामी टुप्पीमै आएर चाहिँ यस्तो म भिडियो बनाउँदैछु कि तलको दृश्यहरू यस्तो भनेको दृश्य छ है। र यो कोरिया चाहिँ यस्तो देखिँदैछ हेर्नुहोस् झलमल्ल स्वर्गमै